हेर्नु गाइज यस्तो ठाउँमा त आइयो नि त यस्तो भ्यू छ मान्छे यहाँ छन् एउटा गतिलो फोनले हेरेर के फोटो खिच्नु लाग्यो नि त दुइटैको यस्तै आँडा फोन ल्याखा होइन उसको यस्तो आँडा फोन छ मेरो त्यस्तै छ धन्न मान्छेको थुतुन त चिन्ने छ यस्तो राम्रो तलक छिन् यस्तो राम्रो देखाएको छ हेर्नु यहाँबाट मैले खालि यस्तो राम्रो देखेको छु नि त यो जुम गर्दै यस्तो छ पुरानो हुन्छ 1980को फिल्म जस्तो चले जस्तो त्यो रिस फोन देख्दा नि यार ढुङ्गा यत्रो ठुलो छ यी मोबाइल क्याप्चर सक्दैन अब हामी यस्तो छ यो पहाडी ढुङ्गाको छ भन्छ नि कहिले ठुलो शिला के शिला भन्छ नि हेर्नु यस्तो शिलामा ढुङ्गा रुखमाथि ढुङ्गामाथि रुख छ यहाँ पनि ढुङ्गा छ पुरै पर्वतकै चट्टान फुटेर बनेको यो भुल्कन हुन्छ नि ज्वालामुखी फुटेर बनेको ढुङ्गाहरू सक्यो यहाँ ज्वालामुखी फुटेको थियो पहिला त्यही हो अहिले हेर्नु त अनि हिँड्नु पुरै चट्टानै चट्टान छ ल हेर्नु यो पनि ज्वालामुखी फुटेर बनेको यस्तरी हात बग्दै बग्दै आएर बाटो बनेको के थाहा छ हेर त्यो पनि बताइरहेको छ हजुर हेर्नु उहाँहरू अमृतसरमा ज्वालामुखी फुटेपछि हल्का चिसो हुँदा सबसे पहिला निस्केको वनस्पति अथवा एउटा बिरुवा भनेको त्यो देख्नु भयो यस्तो जान्ने मान्छे यहाँ हजुरलाई यस्तो मतलब गाइड गराएको छु म साँच्चै भन्दा नि ढुक 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 ए गाइज एउटा चिज देखेँ नि त मैले नि त यो के फल हेर्नु त यस्तो यस्तो हेर्नु यस्तो यस्तो के फल हो त्यो गेडा गेडा छ पट्टै फुटेछ खानेकुरा कि नखाने कुरा हेर्नु त ए यहाँ कति राम्रो देखाएको छ हेर्नु मोबाइलमा मैमा त नराम्रो भइसक्यो क्या सायद गाइज भेट्नु पर्ने छ छिटै आऊ भ्यू टावर तिमी नत्र म फर्की जानु पर्ने छ गाइज अघिसम्म गरिम भएको थियो त्यो घाम पर्थ्यो म चाहिँ हेर्नु ओ उहाँ कति राम्रो गरेर नि त उहाँ होइन गाइज म अहिले अगाडि गएर बनाऊँ है म थाकिसकेँ मल उठाउन सकेको छैन कि ल बाई गाइज कालले भाँच्यो भन्न पनि सक्छ यस्तो बाटो छ हेर्नु साथै गयो यार हेर्नु यस्तो पहिरो छ त्यो बाटो हुँदै आएको सिधा उहाँ हेर्नु कहाँसम्म छ पहिरो ओ उहाँसम्म छ हामी यहाँसम्म हेर्नु पहिरो यसरी हो यहाँ माथि आहा हेर्नु यस्तरी आहा यस्तरी हुँदै हुँदै अनि हामी यहाँ अब यस्तै बाटो छ अगाडि भएन यस्तो बाटो अगाडि यस्तै छ फेरि हामी माथि छौँ हिँड्दैछौँ लहर 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 साला हिँड्न नदिने हिँड्छ हेर्नु एउटा खुट्टा चिप्लियो भने सिधै राम 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 नाम भने हिँड्नुपर्छ ढुङ्गा हेर्नु न ढुङ्गा गाइस ढुङ्गा हेर्नु त मा कसम तरकारी काट्न मिल्छ यार वाह यस्तो ठिको छ यार छोइयो भने त भ्याइयो के बोल्नै परेन कि यार हेर्नु बाटो हेर्नु न यार कस्तो एडभेन्चर गरिन्छ हामीले नि यहाँ कसम एउटा काम लगाएको मान्छे एउटा काममा हिँड्दैन हट तरिका यस्तो हेर्नु कस्तो राम्रो भ्यू छ हेर्नु एउटा देखेकै छैन पो कि यहाँनिर राम्रो राम्रो भ्यू छ हेर्नु गाइस आउन आइयो लगभग हामी तल हुन्छ नि जुन झम्पाइको एरिया क्या त्यहाँदेखि लिएर लगभग हामी 100 किलोमिटरभन्दा माथि त अब त्यसको डाँडा अझै माथि अलि हाइटमा आइयो लान्थ्यो यार 100 किलोमिटर माथिको वेटमा हाइटमा आइसक्यो गाइस लास्टै माथि आइयो यार हिँड्दै आएको आधी बाटो स्कुटीमा आधी बाटो हिँड्दै आयो हेर्नु बाटो यस्तो छ हेर्नु यहाँ के भन्नु हेर्नु चाहिँ यो बाटोमा मैले स्कुटी लिएर आउँछु भन्ने सोचेको थिएँ हेर्नु धन्य हिँड्नु ड्राइभर त्यहाँ गाडी चलाउने डोजर चलाउने अपरेटर रहेछ त्यो बाटो भाइ राम्रो भन्ने तलक देखा बाटो देखाएर हेर्नु पानी रहेछ फोहोर रहेछ खानु त मन लाग्थ्यो अनि धेरै पनि यो त राम्रो भाइ माथि जान खत्तम छ नि माथि त पुरै पहिरोले छ्याक्की ल यस्तो बाटो छ ए राम 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 के भन्ने ल हामी यस्तरी नै छ लहर 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 पानी आँखा गाइजाउनु कति राम्रो पानी छ कि शीतल चिसो पानी ल ल कल ल ल ल पानी बगेछ कलकलाउँदो पानी भने के छ कलकलाउँदो पानी र खनि के कलाउँदो जवानी भन्छ थियो भन्ने होइन बुढापाकाहरू त भन्थ्यो म भर्खर तर्नु पऱ्यो दिएर जानेन होइन गाइस गाइस ढुङ्गासित ढुङ्गा चुन्नु भयो र चुन्नु भइसक्यो पानी कता आयो त कुवा छ गाइस कति राम्रो देखेको त सिन्तो हो गाइस कति राम्रो देखेन अन्त त हरियो आएको छ कि
अगाडि दौडिँदैन गाइस, म पनि दौडिँदैछु। सासले फ्या फ्या पारेछ। 10 मिनटको बाटो भनेर हामीले 15-20 मिनट लाउनु थालेछु गाइस। यस्तो बेहाल भन्ने आने विरक्त गाइस। भ्युटारको आवाजमा आएको हामी। मोबाइल ढोड्न सकेछु नि म गाइस। म अगाडि अर्को मोबाइल छ, अर्को हातमा मात्रै यसोसम्म चाहिँ मेरो हात भनेको अब उठाउनु मोबाइल उठाउने सकियो पो। यति नि हो लेक लागेको के भन्छ नि त्यो सास नसकेको सेम त्यस्तै अवस्था पुगेछ। ओ माई गॉड, धेरै हाइटमा आइएछ हामी। हेर्न हरियाली हरियाली कति राम्रो हरियाली छ। अलिक माथि गएर भेटौँ है, धेरै नगराएको चार्ज पनि छैन, 70% चार्ज छ। ओके बाई।